झापाको विद्यालय परिसरमा शिक्षिकाको शव फेला घटनाबारे अनुसन्धान जारी। झापाको मेचीनगर नगरपालिका काकर विद्यास्थित एक निजी विद्यालयको आवासीय भवनमा बस्दै आएकी एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन्। मृतक सर्लाहीको लालबन्दी 2 निवासी 29 वर्षीय कविता कुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ। ढुङ्गाना आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्रको आवासीय कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज 16 निवासी गुप्ता र ढुङ्गाना दुवैजना गत वैशाख महिनादेखि सोही विद्यालयमा अध्यापनरत थिए। प्रहरीका अनुसार घटनाको जानकारी प्राप्त हुनसाथ अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मृत्युको वास्तविक कारण खुन्न बाँकी रहेको र शव परीक्षणको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने बताइएको छ। विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार साउन 5 गतेदेखि विद्यालयमा बिदा रहेकाले शिक्षक शिक्षिकाहरू नियमित रूपमा उपस्थित थिएनन्। सोमबार विद्यालय सञ्चालनका क्रममा उक्त दम्पतिसँग सम्पर्क हुन नसकेपछि विद्यालय प्रशासनले चासो देखाएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको र फोन सम्पर्क समेत हुन नसकेको बताइएको छ। प्रधानाध्यापक लुइटेलका अनुसार साँझ करिब 4:30 बजे रतन गुप्ताले आफूलाई व्हाट्सएप मार्फत सन्देश पठाएका थिए। उक्त सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले उनलाई अर्को कोठामा सारेको तथा डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको थियो। स्थानीयवासीहरूले आइतबार साँझ करिब 5 बजे रतन गुप्तालाई 2वटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिँदै गरेको देखेको बताएका छन्। त्यसै त उनी सम्पर्कविहीन रहेको जनाइएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ। मृत्युको कारणबारे यकिन हुन बाँकी रहेकाले शव परीक्षण सहित घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको छ।